तिमल सिना थर हुने जातिलाई गाह्रो, अरू कसलाई होला र गाइज? सानो छँदा तिमल सिना भन्न गाह्रो। अनि अलिक ठुलो हुँदै गयो तिमल सिना थर लेख्न गाह्रो। अनि इङ्ग्लिसमा त जसरी नि लेखिन्थ्यो कि नेपालीमा चाहिँ झन् गाह्रो के। कहिले ह्रस्व हुने, कहिले दीर्घ हुने, एउटालाई यो हो भनेर देखायो भने होइन यसरी लेख भन्ने। अनि झन् गाह्रो हुन्थ्यो। अनि पछि नागरिकता बनाउने बेला आयो। नागरिकता बनाउने बेलामा चाहिँ बुवाहरूको थरमा अर्कै अर्कै ह्रस्व दीर्घहरू नमिले हुन्थ्यो कि बुवाहरूकोमा चाहिँ तिमल सेना थियो अनि मेरो जन्मदातामा चाहिँ तिमल सिन्हा थियो। अनि फेरि यो तिमल सिन्हा र तिमल सेना एउटै हो भनेर सिफारिस बनाउनु पर्ने। त्यसको लागि नि त्यो झ्याउ काम भइगयो। हाम्रो चाहिँ फेरि अ, गाउँको वडा अध्यक्षको नि थर तिमल सिन्हा नै थियो। तर फेरि उहाँहरूले नि अर्कै गरी लेख्नुहुन्थ्यो के बुवाको जसरी नि होइन, मेरो जसरी नि होइन, अर्कै गरी के। अनि अरू तिमल सिन्हाहरूले नि अर्कै गरी लेख्नु हुँदो रहेछ। कोही तिमल सिन्हा जे होस् फरक हुँदो रहेछ। तर यो सबै तिमल सिन्हाहरू चाहिँ मिलेर होइन, एउटा सजिलो खालको राम्रो थर डिसाइड गर्नु पऱ्यो।